को बर्थडे भयो र यहाँ बर्थडे भएको चाहिँ बिहान बिहान के गर्दैछ भन्दाखेरि रोटी र आलुको सब्जी खाइरहेछ। आजबाट चार्ज कम्प्लिट भएर 5 मा लाग्यो। यो मान्छे यत्रो भइसक्यो र यसको बाउ चाहिँ को भन्दाखेरि यो हो, म बाउ हो। छोरा यो हेर्नु यस्तो छ यो नि बाबु के भन्नु। र आज हामी बिहान बिहान मन्दिरतिर आएर थियौँ। मन्दिर चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ यो राम मन्दिर हो, रुमको छेउमा छ र आज यसको बर्थडे पनि हो। बर्थडे सेलिब्रेसन गर्न सकिँदैन र हामी कहाँ जानेवाला छौँ बिहान बिहान यसलाई यसमा लिएर आइयो र अब हामी यहाँबाट एकछिनमा यहाँबाट निक्लिनेवाला छौँ र कहाँ जाँदैछौँ हेर्दै जानु होला। अब यहाँ हेर्न सक्छौँ हामी बाउ छोरा मेरो बुढी र मेरो भाउजू दाजु र हामी यहाँबाट निस्किसक्यौँ तिनसुकियाबाट र हामी कहाँ जाँदैछौँ तपाईँलाई भनिरहेको छु। हेर्दै जानु अन्तिमसम्म र कहाँ पुग्दैछौँ र यो मजा आउँछ तपाईँलाई भिडियो हेरेर। र मेरो एउटा छोराको बानी चाहिँ म तपाईँलाई भन्नु चाहन्छु। यहाँ हेर्नुहोस् एउटा के गाना लगाएपछि दिइहाल्छ कि डिस्को डान्स, यानि कि तपाईँहरू भन्नु सक्नुहुन्छ मिथुन चक्रवर्तीको सेकेन्ड पार्ट भन्दा पनि हुँदैन, मतलब सेकेन्ड कपी। अब यहाँ सो गाइस हामी फाइनल आइसक्यौँ। यहाँ हेर्नुहोस् पेन्डल हेरेर के लाग्छ, आज चाहिँ बिहाको पार्टी छ, यानि कि मेरो फुपूको छोरीको पार्टी हो। यो भिडियो चाहिँ म बेसी लामो बनाउँदिनँ, अलिक सानो बनाएर हाल्छु। यो तपाईँलाई अलिअलि देखाउँछु होइन, बेसी लामो गरेर बनाउन सकिँदैन किनकि अब दाजुभाइ परियो नि त, त्यही लागि सकिँदैन, अलिक काममा व्यस्त हुन्छ होला। यहाँ देखाउँछु म तपाईँलाई, जति सक्यो त्यति देखाउँछु। यो हाम्रो बेहुली है भर्खर नुहाएर आएकी यस्तो खालके छि, अब मेकअप गर्छ अरे। मेकअप गरेको बादमा यो बेहुलीको दिदी ठुली दिदी मेकअप गरेपछि देखाउनु अरे। म तपाईँलाई देखाउँछु भित्रबाट होइन, भित्रबाट के छ के बनाउँदैछन् कहाँ के गर्दैछन् म तपाईँलाई देखाउँछु। अलिअलि देखाउँछु, धेरै देखाउन सक्दैन, अलिअलि देखाउँदै जान्छु। खाली गर्छ उहाँ मेरो ठुल्फुपूको छोरा हुनुहुन्छ र ऊ एउटा कुक पनि हुनुहुन्छ। भाई साहब कुछ ज्यादा नहीं हो गया ये, मतलब कुछ भी। यहाँ चाहिँ हुनुहुन्छ बेहुलीको मम्मी मेरो फुपू, यता हेर्नु सक्नुहुन्छ मेरो फुपा र फुपा अनि पण्डितजी पूजा गरिराख्नु भएको छ। आज घरमा पूजा पनि लगाउनु भएको छ र पूजा पनि हेर्नु सक्नुहुन्छ र एकैसँग पार्टी पनि छ होइन। तपाईँहरूलाई म देखाउँछु बेहुला बेहुली चाहिँ तपाईँ देखाउँदैछु यहाँ म। यहाँ बुइनी ज्वाइँले हेर्नु सक्नुहुन्छ तपाईँहरू, मैले हिजो पनि दिइरहेको थिएँ फोटो होइन, एउटा ब्लग आउँछ भनेर यही हो। सानो मिनी ब्लग लिएर आइरहेको थिएँ होइन, तपाईँहरूको सामनेमा कस्तो लाग्छ भन्दै गर्नु होला मलाई होइन। तपाईँहरूलाई म जति देखाउनु कोसिस गर्छु अलिअलि देखाउँछु। भाइ पनि हो दादा पनि हो। बुहारीले मलाई दिदी, भाइले मलाई बहिनी, तर मलाई सो गाइस हेर्नु सक्नुहुन्छ होइन, डेढ भइसक्यो र डेढ भइसक्यो मान्छे आउनु सुरु भइसकिसकेको छ यहाँ र अब लाहे लाहे बढ्दै जान्छन्, धेरै भिडियो हुँदै जान्छ होइन। बिहामा त्यस्तै हुन्छ र अहिले चाहिँ सुरुवात भएको छ, कतिको मान्छे चाहिँ हेर्नु सक्नुहुन्छ र अहिले टिकाको मेला पनि चलिसकेको छ। सो गाइस आजको भिडियो यहीँ चाहिँ खत्म गर्दैछु म, बाई बाई। अंकल ये कौन है? ये शबनम का आशिक है।